नमस्कार सम्पूर्णलाई। त्यसो आराम हुनुहुन्छ? नेपाली सिने जगतको नयाँ ताजा अपडेटको पर्खाइमा बस्नुभएका सम्पूर्ण दर्शकबिन साथीभाइ इष्टमित्रहरूलाई आज म धेरै दिनपछि हजुरहरूमा उपस्थित भइसकेको छु। के भन्दाखेरि सागर लम्साल बलेको केस बलात्कारको नेपाल प्रहरीले पक्राउ गरिसकेको छ। हजुरहरूलाई थाहा नै छ। 23 गते 5 दिनको म्याच छोपेको 23, 24, 25, 26, 27 आज 5 दिन सुरु भइसकेको छ। अब भोलिका दिनहरूमा चाहिँ कसरी अगाडि बढ्ने कुराहरूमा चाहिँ हाम्रो विष्ट परिवारका जो युवतीले मुद्दा दर्ता गरेको थिएन, स्टाटस मात्र हालेको थियो। अहिले चाहिँ उनले चाहिँ अमेरिकाको न्युयोर्क सिटीमा चाहिँ न्युयोर्क पुलिसमा चाहिँ मुद्दा हालिसकेका छिन्। अब कसरी नेपाल र अमेरिकाको पुलिसमा एउटा कोलाबोरेसन गरेर यसको सिनोफानो गल्ती कमी कमजोरी के कस्तो हो सबै एकमुष्ट रूपमा अगाडि बढ्नेछ भने आजैबाट रिलिज भएको चलचित्र राम नाम सत्य माइकल अधिकारीको निर्देशनमा रहेको राम नाम सत्यको रिलिज भइसकेको छ। मल्टिप्लेक्समा अल नेपाल 200 सो भन्दा बढी छ भने हजुरहरूले चाहिँ कुन कुन टाइममा हेर्न चाहनुहुन्छ हेर्न सक्नुहुन्छ। क्युफेसन एबिसी हरेक जति पनि नेपालका सिनेमा हलहरू छन् सबै हलहरूमा लागिरहेको छ, हजुरले हेर्न सक्नुहुन्छ। र हजुरलाई थाहा छ कि छैन राम नाम सट्टीमा चाहिँ कलाकारहरू को हुनुहुन्छ भन्दाखेरि चाहिँ हजुरले थाहा छैन म भन्न चाहन्छु। विराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिनेश सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, दिनेश दिनेश डिसी, खुसी कार्कीहरू हुनुहुन्छ भने अनि सुनिल थापा एकदम जम्बू टोलीको एकदम धमाकेदार अभिनय रहेको छ। यसको टेलर गीत सङ्गीत एकदम दर्शक नेपाली दर्शक श्रोताहरूले एकदमै मन पराइराख्नु भएको छ। हजुरहरूलाई चाहिँ डेट थाहा छैन भने चाहिँ अप्रिल 10, 27मा रिलिज भइसकेको छ। एकदम राम्रो नतिजाहरू आइरहेको छ। हजुरहरूले चाहिँ हेरेर नभुल्नु होला भन्न चाहन्छु। र यो फिल्म हेरेर जानुहुन्छ, राम नाम सत्य हेरेर जानुहुन्छ। अब यो कति मिनटको होला के होला सबैजना बच्चादेखि सबैले हेर्न मिल्छ कि मिल्दैन यो कुरा पनि हजुरलाई खुल्दुरी होला नि। आज चाहिँ यसको चिरफार हुनेछ है। यसमा चाहिँ 2 घन्टा 36 मिनट 54 सेकेन्ड 2 घन्टा 36 सेकेन्ड 36 मिनट 2 घन्टा 36 मिनट 44 सेकेन्डको यो फिल्म छ। भनेपछि विज्ञापन यताउति हलमा आउन चाहन्छु 3 घन्टा अथवा 2 घन्टा 50 मिनट चाहन्छु। तपाईँले चाहिँ यो फिल्म हेर्नलाई 3 घन्टा टाइम छुट्याउनुपर्छ मिनिमम है। अर्को कुरा चाहिँ 16 वर्ष भन्दा कम उमेरका दर्शकको लागि अभिभावकको साथमा रहनु पर्नेछ भनेको छ है। तपाईँ 16 वर्षदेखि कम हुनुहुन्छ भने चाहिँ एक्लै जान मिल्दैन। तपाईँको दाइ भाइ आमा बुवा बाजे तपाईँको आफ्नो अभिभावकसँग जान सक्नुहुन्छ है। त्यस कारणले हजुरहरू चाहिँ कसरी फिल्म हेर्न जाने सोचमा हुनुहुन्छ। विराज भट्टको 12 गाउँ पछिको चार्जुन 2 वर्ष कम भएको हो। यो 2 वर्षपछि कम भएको हो। समीर भट्टको चाहिँ यसभन्दा अगाडि चाहिँ बलिदान आइत्यो भने विराज भट्टको चाहिँ यो दोस्रो 2 वर्षपछिको फिल्म हो यो। एक्सन नायक विराज भट्ट, सुशील श्रेष्ठ उहाँहरूको एकदम कोलाबोरेसन। अब हाम्रो दिलीप रायमाझीको छोरी दिव्या रायमाझी, त्यसपछि हाम्रो सुपुष्पा भट्ट एकदम ताम्राकार अनि सुनिल थापाको लास्ट फिल्म उहाँको। अब यो फिल्मबाट उहाँले अभिनय यात्रा कहिले पनि गर्न पाउनुहुन्न, उहाँ अब यो संसारमा पनि हुनुहुन्न। त्यही भएर पनि सुनिल थापाको अन्तिम चलचित्र हो, त्यसैले पनि हामी सबैले हेर्नुपर्छ। हजुरहरूलाई यो भिडियो के कस्तो लाग्यो? मान्छेहरूबाट
गर्ने क्रममा कमी कमजोरी हुन्छ हजुरहरूले बुझ्नु होला के कस्तो लाग्छ कमेन्ट गर्नु होला तपाईँकै भाइ तपाईँकै साथी तपाईँकै आफ्नो मान्छे प्रिय मान्छे सम्झिँदै आजको यो भिडियोबाट म सुमन सागर पनि बिदा हुन चाहन्छु भोलि फेरि रामनाम सट्टेको कस्तो हुँदैछ के हुँदैछ कतिको कलेक्सन गर्दैछ त्यसको विशेष जानकारी र हाम्रो सागर लम्साल बोलेको विषयमा पनि भोलिका दिनहरूमा कसरी अगाडि जान्छ त्यो सबै कुराहरू हजुरलाई ल्याउने नै छु आजलाई अहिले रात पनि धेरै भइसक्यो अब भिडियो काटसाट गर्ने यताउति गर्नुपर्छ पोस्ट गर्नलाई टाइम पनि लाग्छ अहिले म कतारमा छु कतारको समयअनुसार अहिले चाहिँ पाउने 11 भइसक्यो यो भिडियो हाल्दा चाहिँ 12 12:30 होला होइन हजुरहरूले चाहिँ हेर्नु होला माया गर्नु होला भन्न चाहन्छु है